हेलो साथीहरू नमस्ते। बाँकी जिल्ला बैजनाथ गाउँपालिका वार्ड नम्बर 2 देखि वीरबहादुर बस्नेत र 2 नम्बर वार्ड नम्बर 2 सुकुमासी बस्तीका केही कुराहरू र समग्र बैजनाथ गाउँपालिका भूमिहीन अवस्थित दलित सुकुमासीहरूका केही कुराहरू म भन्न गइरहेको छु। र हिजोदेखि तपाईँको जहाँ छ गरिब दुखीहरूका आखिरी सुनिदिने कोही नरहेछ, जसले पनि तपाईँको एउटा खेल मैदान बनाउनु खोज्दो रहेछ भन्ने कुरा ज्वलन्त उदाहरण देखिरहेको छ। र तपाईँको 62-63 को जनआन्दोलनपछि माओवादीले एउटा अवधारणा ल्यायो, एक घर एक रोजगार भनेर। त्यहाँको जनतालाई झुक्क्याएर त्यहाँको जनतालाई तपाईँको एउटा आश्वासन देखाएर चुनाव जित्न सफल भयो। त्यस पछाडिका 2-3टा चुनावहरू तपाईँको नेकपा एमाले भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्तीहरूलाई व्यवस्थित गराउँछु, भूमिहीनहरूलाई भूमि दिलाउँछु र लाल पूर्जा दिलाउँछु भनेर एउटा अवधारणा ल्याएर 2-3वटा चुनाव जित्न सफल भयो। र झ्यालदेखि तपाईँको पूर्जा छिराउनेछु, तपाईँको ढोकादेखि पूर्जा दिनेछु भनेर एउटा अवधारणा 3-3वटा चुनावहरू जित्न सफल भयो। तर आखिर नारामै सीमित भए। माओवादीको लगाएको नारामै सीमित भए। त्यस पछाडि 2079 सालमा तपाईँको नेपाली काङ्ग्रेसले फेरि त्यही अवधारणालाई फेरि पूर्ण रूपले दिएर तपाईँको फेरि हामी पूर्जा दिन तयार छौँ, हामी खानेपानी दिन तयार छौँ, हरेक कुरा तयार छौँ भन्दै तपाईँको उहाँहरूले पनि 2079 सालमा चुनाव जित्न सफल हुनुभयो। सङ्घ र पालिका र कहीँ वडाहरू पनि जित्न सफल हुनुभयो। र अहिले जो स्थानीय सरकार चलाइरहनु भएको छ, सङ्घीय सरकार जस जेएनजी मुभमेन्टले गर्दाखेरि सङ्घीय सरकार ढल्यो। तर आज जनताको समस्या त्यहाँको त्यही छ। तर अस्ति 2-4 दिन पहिला प्रकाश बहादुर साईले एउटा विज्ञप्ति निकाल्नु भयो। विज्ञप्ति निकालेको देखे पालिका अध्यक्षज्यूले। तर त्यो विज्ञप्ति मलाई राम्रो लाग्यो। तर राम्रो लागेर मात्रै भएन, हामीलाई अब राम्रोले मात्रै काम चल्दैन। किन चल्दैन भन्दाखेरि हिजोदेखि तपाईँको तपाईँले भनेको नारा हिजो माओवादीले पनि त्यही भनेको थियो, एमाले पनि त्यही भनेको थियो र 79मा काङ्ग्रेसले पनि त्यही भन्यो। तर त्यो विज्ञप्तिले त्यो नाराले अब चल्दैन। तपाईँले एउटा कुरा यथार्थ कुरा के छ कि तपाईँले 2084 सालसम्म तपाईँले पूर्जा उपलब्ध गराउनुपर्छ, भूमिहीनहरूलाई तपाईँको व्यवस्थित गराउनुपर्छ। पूर्ण रूपले नगराउनुहोस्, तर केही सुरुवात पनि गराएको हुनुपर्छ। बल्ल मात्रै तपाईँहरूलाई विश्वास गर्न सकिन्छ र विश्वास गर्ने बाटो रहनेछ। हो, हिजोका तपाईँको माओवादीको र तपाईँ एमालेको साथीहरूले बोलेको बाचाभन्दा तपाईँले अलिकति फरक